नमस्कार साथीहरु। नेपालमा राजा फर्किन सक्छन् भन्दा तपाईलाई कस्तो लाग्ला? नेपालको अझै पनि 1/3 मानिसहरूले नेपालको त्यो राजालाई मान्ने गर्दछन् र ती राजावादी सोचहरु राखेर बसेका छन्। अहिले करिब 17 सालपछि नेपालको त्यो राजालाई फर्काउन नेपालको आधा भन्दा बढी जनता रोडमा उत्रेका छन्। लोकतन्त्र हट्ला त अब के त्यो राजावादीहरुले जितेर राजतन्त्रलाई फर्काउन सक्लान् त? जानुस् साथीहरु आजको भिडियोमा। राजा फर्किलान् त भन्ने जान्नुभन्दा कि हामीले शाहवंशको सुरुवात र अन्त्य कसरी भयो भन्ने कुरा पनि जान्नुपर्ने हुन्छ। 1825 मा विद्यानारायण शाहले नेपालीकरण सुरु गर्छ र यहाँबाट राजतन्त्रको 240 वर्ष शासनको सुरुवात हुन्छ। जब यो राजतन्त्रमा राणाहरूले प्रवेश गर्छन् तिनीहरूले राजतन्त्रको सत्ता नै हत्याउँछन् र यसरी हुँदै गर्दा 2061 सालमा ज्ञानेन्द्रले सरकार भङ्गरी पथ शासन गर्छन्। तर उनको यो पथ शासन धेरै दिन चल्नेवाला थिएन। 2062 चैत 63 सुरु भएको त्यो 19 दिने आन्दोलनले उनीहरूलाई त्यो राजतन्त्र छाड्न बाध्य बनायो। रक्षा गरौँ रक्षा गरौँ राजतन्त्र मुर्दाबाद। 2065 जेठ 15 गतेका दिन संविधान सभामा 560 मतले गणतन्त्रका मानिसहरू जित्छन् र यसरी गणतन्त्रतर्फका मानिसहरू जित्दै गर्दा राजतन्त्रलाई खारेज गरी गणतन्त्र घोषणा गरिन्छ। यसरी 2062 सालको दोस्रो जनआन्दोलनले राजालाई त्यो राजतन्त्र छोड्न बाध्य बनाउँछन् र राजाले 2065 साल जेठ 25 गतेको दिन राजतन्त्रलाई नारायणहीबाट छोड्न पुग्छन्। पहिले ज्ञानेन्द्र चोर देश छोड भन्नेले राजा आऊ देश बचाऊ भनिरहेका छन् र यो राजा आऊ देश बचाऊ भन्नको लागि मान्छे जम्मा गर्ने भनेको एउटा न एउटा मान्छे त्यो दुर्गा परसाई र यो दुर्गा परसाईको कहीँ न कहीँ राजासँग धेरै ठुलो सम्बन्ध देखिन्छ र राजा र यो दुर्गा परसाई बीचको सम्बन्ध के छ र त्यसको बारेमा अहिले हामीले जान्नुपर्ने हुन्छ। 2079 साल फागुन 1 गतेको घटना हो। दुर्गा परसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ भन्ने अभियान झापाको कागडभिट्टाबाट सुरुवात गर्छन्। गाउँबाट उठ बस्ती बस्तीबाट उठ गाउँ गाउँबाट र यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राजा ज्ञानेन्द्र शाह थिए र यस कार्यक्रमको प्रमुख लक्ष्य भनेको नेपालमा राजतन्त्रको पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउनु थियो। दुर्गा परसाईलाई हामी अहिले पनि गणतन्त्र विरुद्ध र्यालीहरूमा देख्न सक्छौँ। दुर्गा परसाईले गर्दा अहिले 2 जनाको ज्यान पनि गएको छ। यदि राजतन्त्र जितेर गणतन्त्र प्रतिस्थापन हुने नै हो भने गणतन्त्र प्रतिस्थापन गर्नुपर्ने कि कारणहरू जानौँ। 2065 साल जेठ 15 गतेका दिन गणतन्त्रको स्थापना भएपछि 16 वर्षभित्र 13 पटक सरकार ढलेको छ, जसले गर्दा जनताहरूको पुरा सारो विश्वास नै हराएको छ। अहिले 2081 सालमा नेपालको जुन आर्थिक सङ्कटको अवस्था छ त्यो तपाईलाई भनिराख्नुपर्ने कुरा होइन। नेपालमा मुद्रास्फीति, बेरोजगारी र विदेश पलायनको कुराहरू झन्झन दिन प्रतिदिन बढ्दै गएको छ र यी कुराहरू गणतन्त्रले सम्हाल्न नसकेको, राजाले देश चलाएको भए कुराहरूमा स्थिरता आउँथ्यो भन्ने राजावादीहरूको भनाइ छ। 2062-63 सालको जनआन्दोलनले नेपालमा जुन गणतन्त्र ल्याएको छ त्यो नेपालको सुहाउँदो तन्त्र होइन। यसले नेपालको जनताको समस्या हल गर्न छोडेर नेपालका जनताहरूको सङ्घर्ष नै बढाएको छ भन्ने राजावादीहरूको भनाइ छ। गणतन्त्रका समर्थकहरू भन्छन् राजाले देशलाई एकजुट राख्थे, तर गणतन्त्रमा दलहरूले फुट र स्वार्थ मात्र ल्याएका छन्, जसले गर्दा हाम्रो विदेश पलायन र हाम्रो जीवनलाई झनै सङ्घर्षशील बनाएको छ। अहिले राजावादीहरू राजा आऊ देश बचाऊ भनिरहेका छन् र यो नाराले पनि धेरै नै आकर्षण पाएको छ र यसरी नेपालमा आर्थिक सङ्कट, बेरोजगारी र वैदेशिक पलायन जस्ता विभिन्न कारणले गर्दा यी सबै समस्याको समाधान भनेको नै राजालाई फर्काउनु हो, यसो राजावादीहरू पटक पटक भनिरहेका छन्। र यी कुराहरूलाई मात्र मनमा राखी बस्नुभन्दा अघि गणतन्त्रलाई प्रतिस्थापन गर्न नहुने कारणहरू पनि जान्नुपर्ने हुन्छ। जनतालाई मतदानको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र शासन सहभागितामा अवसर दिएको छ। राजतन्त्रमा हाम्रो आवाज दबाइयो र गणतन्त्रमा हामी आफै शासक भन्ने तर्क पनि प्रख्यात छ। गणतन्त्रले जात-जाति, महिला र सीमान्तकृत समुदायलाई राजनीतिमा स्थान दिएको छ। राजतन्त्रमा शाहवंशको एकल शासन थियो, तर गणतन्त्रमा प्रत्येक नेपालीको प्रतिनिधित्व सम्भव छ भन्ने विश्वास छ। विश्वका अधिकांश देशहरू गणतान्त्रिक छन्, जहाँ राजतन्त्रलाई पुरानो र अव्यावहारिक मानिन्छ। हामी 21औं शताब्दीमा छौँ, जहाँ राजतन्त्रलाई फर्काउनु भनेको इतिहासमा फर्काउनु हो, जसले प्रोग्रेसिभ नभएर रेट्रोग्रेसिभ इभोल्युसनलाई जनाउँछ, जसले गर्दा बढीमा बढी समस्या निम्तने चान्स बढी हुन्छ।
1758 साल जेठ 18 गतिमा भएको तरुवा हत्याकाण्ड र ज्ञानेन्द्रको असफल शासनले राजतन्त्रको कमजोरलाई जनाउँछ। यसै कारणले गर्दा जनताले राजतन्त्र छोड्न बाध्य बनेका थिए। त्यो बेला राजाले देश चलाउन सकेनन् भने अहिले हामी राजालाई मौका किन दिने भन्ने पनि प्रश्न उठ्छ। गणतन्त्र र राजतन्त्रको दुवै पक्षहरूमा जान्दै गर्दाखेरि साथीहरू तपाईँलाई कुन पक्षको भनाइ राम्रो लागेको छ त्यो तल कमेन्टमा पिन गर्नुहोला। भेटौँला अग्लो भिडियोमा, जबसम्मको लागि हस्, धन्यवाद।